हेलो अनि दर्शन नमस्ते छ है सबैजनालाई अनि स्वागत छ मेरो भिडियोमा। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु आज भनेछु। र आज मैले भिडियो स्टार्ट चाहिँ कहाँदेखि गरिरहेको छु, मेरो गोठदेखि, मेरो फर्मदेखि। यतातिर दुईवटा भैँसीहरू छन् भनेपछि यता एउटा गाई एउटा भैँसी छ, अनि यता पारा बाछा छ। र एउटा खुसीको कुरा, पानी परिरहेको छ आज, एकदमै शीतल छ दाङ बिजौरीतिर। कसको घरतिर पानी परेछ, कसको गाउँतिर पानी परेछ मैले यो देख्न सक्नुहुन्छ। थैलोभरि दानाको थैलोभरि सबै मैले त्यहाँ सफा गर्दैछु नि त, सफा गर्दैछु। अनि मोल बिक्रीमा छ यतातिर। अनि भनेपछि यता बदेलको खरिदै छ मेरो अहिलेको साल। बदेल उता छ, सानो बदेल छ उता, यतातिर पाराहरू बस्छन् भनेपछि। अब यो भैँसी आज भोलि भनेपछि कति 19-20 गतेतिर मेरो ब्याउने भैँसी हो यो चाहिँ हाम्रो फर्मको। र सबैजनाले भिडियो हेरेर साथ सपोर्ट दिनु होला भन्न चाहन्छु म। धन्यवाद।